के छ नानु, कस्तो छ अहिले तपाईँलाई? अलि ठिक भएको छ, राम्रो छ नि। अनि तपाईँको परिवारभित्रमा सम्बन्धहरू अलिकति घाचागुजु विभिन्न किसिमको झगडा हुने, खासै त्यस्तो सम्बन्धहरू नहुनु अहिले के छ त? मैले उपचार गरेपछि तपाईँहरूको सम्बन्ध कस्तो छ अहिले? राम्रो छ? फोन गर्नुहुन्छ, बोल्नुहुन्छ, आर्थिक भौतिक तपाईँले पैसाहरू पठाउनुहुन्छ, घरको दुःख सुख सबै परिवारलाई हेर्नुहुन्छ नि? ल ठिकै छ, जय जयकार छ। अब यसमा हजुरको दिदी के छ हजुरले भन्नुपर्ने? पहिला हेरी अहिले राम्रो भएको छ, हजुरलाई भेटे, हजुरले यताउता गर्नुभयो, त्यहाँदेखि राम्रो छ। पहिला झगडा भइरहन्थ्यो, सम्बन्ध राम्रो थिएन दिदी बहिनीको। हजुर अहिले चाहिँ अलिक सुधार आएको छ। ल ठिक छ, ल हुन्छ नानु, बसेर राम्रो हुँदै जान्छ होइन, बुझ्नुभयो? स्वास्थ्यहरू पनि राम्रो हुँदै जान्छ। उहाँको पनि खुट्टा सुन्निने फुल्लिने विभिन्न किसिमको पीडा भइरहन्थ्यो होइन। अब मैले योभन्दा अगाडि पनि तपाईँहरूलाई जाने अब जुन पीडा प्रमाणित गरेर देखाइदिएछ, जुन नकारात्मक तत्त्वलाई निकालेर मैले काम गर्दै आज तपाईँहरूलाई फेरि मैले पूर्ण रूपले चाहिँ के कस्तो छ त हजुर तपाईँहरूको स्वास्थ्य हो त्यो बुझ्नको लागि आज गर्ने कार्यक्रम मैले गरेँ। सही सत्य रूपमा ढाँड छल नगरिकन सामाजिक सञ्जालमा भनिदिनुहोस् अहिले परिवारभित्रको अवस्था कस्तो छ अहिले। जुन दिनमा मैले योभन्दा अगाडि होइन मैले अब उपचारहरू गरेँ नि त, उपचार गरिसकेपछि अहिले दिदी र भिनाजुहरूको सम्बन्धहरू कस्तो छ त नानी? धेरै राम्रो छ पहिला भन्दा। पहिला झगडा भइरहन्थ्यो, हजुर, अनि पैसा पनि खासै पठाउनु हुँदैन, अनि अहिले चाहिँ पैसा पठाइरहनुहुन्छ, झगडा हुँदैन, भनौँ न कुरा मिल्छ, एकअर्का कुरा सेयर गर्दा कुराहरू मिल्छ। हजुर, अब हजुरलाई भेटेदेखि हजुरले सुरु गर्नुभयो नि जुन काम, अनि त्यसले गर्दाखेरि दिदीबहिनीको सम्बन्ध धेरै राम्रो भएको छ। अनि स्वास्थ्य पनि राम्रो सुधार हुँदै गइराखेको छ। स्वास्थ्य पनि सुधार हुँदै गइरहेको छ। ल ठिकै छ, के भन्नुहुन्छ त दर्शकबिनहरूलाई? दर्शकबिनहरूलाई गुरुबाले धेरैजनालाई निको पार्नु भएको छ। यो कुनै अब झुट छल कपड केही पनि होइन, प्रत्यक्ष दर्शक हामी छौँ, हेर्नुहोला। अनि गुरुबालाई भेटेदेखि मेरो दिदीबहिनीको सम्बन्ध धेरै राम्रो भएको छ। अब पहिला झगडा हुन्थ्यो, अनि भिनाजुले पैसा पनि बाहिर अन्त कतै पठाउनु हुन्थ्यो दिदीलाई घरमा खबर नगरिकन। अहिले चाहिँ सबै कुरा दिदीलाई सोधेर मात्रै, खर्च यताउता सबै दिदीलाई सोधेर गर्नुहुन्छ। सम्बन्ध धेरै राम्रो छ दिदीबहिनीको अहिले, त्यसैले गुरुबालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ल धन्यवाद छ हजुरहरूलाई पनि, जय जय, छिटै सम्पूर्ण दुःख पीडाबाट मुक्त होस्।